We have tried to create a complete and standalone app for both literate and illiterate farmers. This app just does not tell farmers how to cultivate but also what to cultivate. And for farmers, that's probably the most important thing they need to know. Most of the farmers do not have proper cultivation and farming plan. Our main motive is to help them. But we wanted to innovate something that would create agriculture experts. We saw a dream of making each and everyone who are directly or indirectly dependent on agriculture be their own expert. If you have wrong suggestion, your productivity will be low. You are a farmer using our app, you will be your own agriculture expert. Let us now introduce you to the main features of our product. It suggests farmer the best crop suited for the soil. On doing so, it takes into account the pH value, soil moisture value of the soil, and also the temperature and geographical region. Our app is available on both Windows as well as Android platform. Our app uses correct pH value, moisture value and temperature all determined from our embedded hardware. The GPS functionality of our app is used to determine the geographical region. You can use our app both in English as well as Nepali language. Even illiterate people can use our app, as our app provides speech help which can be heard in English as well as Nepali. Our app can help investors find proper farming land. Now let us move to the demo. आज चाहिँ हामी विभिन्न किसिमका खेतीहरू हेरेर आज यहाँ जैविक खेती हेर्न आएका छौँ। जैविक खेतीमा उहाँ चाहिँ यहाँ सबै विचार गर्नु हुँदो रहेछ। हाम्रो एनसेल एप क्याम्पमा हामीले चाहिँ डेभलप गरेको इनोभेसनमा चाहिँ हार्डवेयर प्लस सफ्टवेयर गरेर हामीले चाहिँ इनोभेसनलाई चाहिँ आफ्नो प्राथमिकता दिएको छ। हार्डवेयरमा हामीले चाहिँ के गरेछौँ भन्दाखेरि हामीसँग यो हार्डवेयर छ हैन, यसमा चाहिँ हामीसँग एउटा माइक्रो कन्ट्रोलर छ, ब्लुटुथ मोड्युल, पीएच भ्यालु रिडर, मोइस्चर रिडर अनि त्यसपछि टेम्परेचर सेन्सर छ। यसले चाहिँ हामीलाई 3-4 वटा भ्यालु एपमा पठाउँछ अनि एपले चाहिँ त्यहाँबाट एनालाइज गरेर कस्तो क्रप के क्रप गर्ने भनेर हामी अगाडिको डेमोन्स्ट्रेसनमा देखाउँदैछौँ। यहाँ चाहिँ हामीलाई आउने डाटा भनेको यो हार्डवेयरबाट चाहिँ पीएच भ्यालु, मोइस्चर, यसको टेम्परेचर दिन्छ अनि 10 मिटर जति फोनको रेन्ज हुन्छ। त्यसरी गरेर चाहिँ 110 मिटर। अब चाहिँ हामी डेमो पार्टमा जाँदैछौँ। यो चाहिँ हाम्रो एप हो। हाम्रो एपले हार्डवेयरबाट आएको पीएच, मोइस्चर र टेम्परेचर लिन्छ। र त्यही अनुसार बाली सजेस्ट गरिरहेको छ। हाम्रो एपले बाली सजेस्ट मात्र नगरेर यो कसरी रोप्ने भनेर किसानहरूलाई एक किसिमको गाइड दिन्छ बनाएको भिडियोद्वारा। फिचर्स अफ हार्डवेयरबाट आएको डाटा कसरी यो जस्तै हाम्रो होम पेज भयो हैन, होम पेजमा चाहिँ हामीले चाहिँ कस्तो फिचर राखेका छौँ भन्दाखेरि नेपाली र इङ्ग्लिस गरेर राखेका छौँ दुईवटा। नेपाली र इङ्ग्लिस दुवै माध्यमबाट युज गर्ने मान्छेले चाहिँ यसलाई सञ्चालित गर्न सक्छ हैन। यसमा चाहिँ भोइस नेभिगेसन पनि राखेका छौँ हामीले। यति भनिसकेपछि हामी अर्को पेजमा जान्छौँ। अर्को पेजमा के हुन्छ भन्दाखेरि हामीसँग 4 वटा अप्सन छ। एउटा स्वचालित भनेको यो हार्डवेयरबाट आएको डाटा डाइरेक्ट हामीलाई यसमा फिड हुन्छ र यसबाट फिड भएको डाटाले चाहिँ हामीलाई एक्सप्लेन गर्छ। अनि त्यसपछि अर्को चाहिँ आफैले भन्दाखेरि म्यानुअली चाहिँ फिड गर्ने, पीएच भ्यालुहरू कति छ भन्ने म्यानुअली फिड गर्ने हो। अनि फिड गरेको भ्यालुलाई हामीले चाहिँ रिजन सिलेक्ट गरेर रिजन वाइजले चाहिँ त्यसलाई गरिन्छ। भन्दाखेरि अर्को चाहिँ परिणाम भन्ने भयो भने चाहिँ हार्डवेयरसँग कनेक्ट भएको डिजिटल भ्यालुलाई चाहिँ यसले डिस्प्ले मात्र गर्ने भयो, यसले चाहिँ सजेसनहरू दिनु भएन। अर्को चाहिँ रसायन भनेको कसरी कुन फर्टिलाइजरहरू युज गर्ने भनेर यसले चाहिँ हामीले चाहिँ एक्सप्लेन गर्छ। भन्दाखेरि स्वचालित भनेर एक्सप्लेन गर्दाखेरि अटोमेटिक हुन्छ। अटोमेटिकले चाहिँ यसलाई कनेक्ट भइसकेपछि यहाँ चाहिँ हामीलाई यसले चाहिँ सबै कुरा एक्सप्लेन गरिदिँदो रहेछ। तपाईँको माटोको पीएच भ्यालु 6 हो, तपाईँ पहाडी क्षेत्रमा बस्नुहुन्छ अनि तपाईँको यो माटोमा चाहिँ अब तपाईँले पानी राख्नुपर्ने भनेर पनि भन्छ हैन। त्यसपछि चाहिँ हामीले यसमा के उब्जाउ गर्न सक्छौँ भन्ने कुरा हामीले यस्तो लिस्ट वाइज दिन्छ। लिस्ट वाइज दिएर मात्र भएन, लिस्ट वाइज कसरी यसलाई चाहिँ गर्ने भनेर हामीले चाहिँ यसमा चाहिँ चाहिने भिडियो, अब भिडियो कसरी हुन्छ यो कसरी गर्ने भनेर हामीले चाहिँ भिडियो यो लिङ्क भन्दा नि यसमै स्टोर गरेको भिडियो हुन्छ। वान टाइम तपाईँको नेट छ भने चाहिँ स्टोर भएर आफै बस्छ र फेरि पनि हेर्न पाइयो भिडियो। यति गरिसकेपछि चाहिँ हामी चाहिँ यसमा म्यानुअली जान्छौँ।
म्यानुअली कस्तो भयो भन्दाखेरि अब कसैले चाहिँ मसँग पिएच मिटर चाहिँदैन हाम्रो हार्डवेयर युज नगर्ने भनेपछि चाहिँ उसले चाहिँ आफैले पनि यसमा चाहिँ पिएच भ्यालु राखेर पिएच भ्यालु 3 to 7 सम्म राखेर अनि त्यसपछि यसलाई चाहिँ क्षेत्र कहाँ हो पहाड क्षेत्र हो भने चाहिँ पहाडी क्षेत्रमा गऱ्यो भने यति चाहिँ हामीसँग डाटा छ यो तपाईँले गर्न सक्नुहुन्छ भनेर सबै दिन्छ भन्दाखेरि अर्को कस्तो छ भन्दाखेरि अर्को चाहिँ परिणाम हामीसँग आएको के हो परिणाम हार्डवेयरसँग यसले लिङ्क गर्छ लिङ्क गरिसकेपछि पिएच तपाईँको 6 हो मोइस्चर भ्यालु चाहिँ 300 हुन्छ 300 भनेको तपाईँको अलि मोइस्चर पानी थप्नुपर्ने हो भनेर भन्छ यो चाहिँ तपाईँलाई हैन तपाईँको माटोको यस्तो हो पानी थप्नुपर्ने छ भनेर कृपया पानी हाल्नु होला भनेर भनेछ यसरी राख्यो भने चाहिँ तपाईँलाई चाहिँ लिङ्क कसरी गर्ने भनेर भन्छ अरु कुरा रसायनहरू तपाईको सोइलहरुमा युज गर्ने फर्टिलाइजरको कारणले चाहिँ यहाँ चाहिँ अर्ग्यानिक मात्र युज हुन्छ भने अर्ग्यानिकमै कस्तो प्रकारको हामी चाहिँ फर्टिलाइजरहरू युज गर्छौं यहाँ उहाँहरुबाट चाहिँ बुझ्छौं हजुरले चाहिँ हाम्रो यो एपको बारेमा कस्तो लाग्यो के भन्नु खोज्नु यो एकदम राम्रो छ किसानहरुले हामी जस्तो किसानहरुले पनि युज गर्नलाई एकदम उपयुक्त छ जसले चाहिँ दिनरात कम्प्युटर चलाइरहेको छ प्लस अहिलेको जसको किसानको जुनै किसानको पनि एउटा खल्तीमा चाहिँ मोबाइल भएको हुन्छ त्यो मोबाइलमा चाहिँ डाटा रेकर्डिङ किपिङ आफ्नो एउटा सानो एउटा नलेज पाउनको लागि चाहिँ पीएच सोइलदेखि लिएर तपाईको मोइस्चरदेखि लिएर तपाईको टेम्परेचरदेखि लिएर मेन्टेन गर्नेदेखि लिएर के हाल्नुपर्छ के हाल्नु पर्दैन जानकारी र के रोप्नुपर्छ यो पहाडदेखि लिएर तराईसम्म त्यो उच्च हिमालसम्मको लागि चाहिँ एकदम उपयुक्त एउटा यो डाटा यो ल्याएको छ उहाँ भाइहरूले त्यस कारणले चाहिँ यो एकदम मलाई पनि एकदम मन परेको छ त्यस कारणले चाहिँ अब यो अझै सफलताको लागि चाहिँ शुभकामना अझै गर्नु होला। धन्यवाद।